नमस्कार सबैजनामा। आज चाहिँ म यो वैदेशिक रोजगारको सिलसिलामा एउटा कुरा भन्न गइरहेको छु है। यो मेरो कुरा सरकारसम्म पुगोस्। बाहिर पठाइन्छु, युरोप कन्ट्री पठाइन्छु भनेर एजेन्ट पनि होइन आज हैन, सिधै मेन पावर गएर मेन पावर चलाउने मान्छेसँगै भेटेर है सबै कुरा गरेर पैसा दिएको। अब पैसा धेर होइन भनौँ भने पनि कसरी भनौँ र थोर पनि कसरी भनौँ है। 2 लाख बुझाएको, 2 लाखमा अब उता इन्डियाको त एम्बेसी जान यताउता भनेर त्यतिखेर 30 लाख। अनि अहिले आएर पछाडि आएर मान्छे फरार। हेर्नुहोस् है, मान्छे फरार छ। अनि तपाईको यो निवेदन लेखेर यो कुरा उठाएर सबैले हामी लगभग सबैजना त्यहाँनिर ठगिएकाहरू गर्नु पर्दाखेरि लगभग 80-90 जना छन् होला ठगिएकोहरू हैन। अब हाम्रो ग्रुपमा भन्नुहुन्छ भने लगभग 16 जना थियौँ। अब 16 जनामा अब कतिजना कता छन् अब टाढाबाट थिए। कहाँ छन् के छन् थाहा छैन। तर हामी यहाँनिर जतिजना जम्मा हुन्छौँ 20-25 जना 10-15 जना सबैले मिलेर निवेदन लेखेर प्रशासनलाई इलाकामा बुझाउँदा पनि उनीहरूले चाहिँ अब प्रमाण पुग्दा पनि प्रमाण हामी छौँ, यत्रो पीडकहरू छौँ हैन। उनीहरूलाई अब प्रुफ पनि छ, पैसा दिएको यसरी भनेर प्रुफ पनि छ अझ हैन। उनीहरूलाई चाहिँ पकड्न मिल्दैन रे प्रशासनले। हेर्नु अब है, मिल्दैन रे। तपाईहरु उता वैदेशिक रोजगारमा जानुहोस्, वहाँ निवेदन हाल्नुहोस्, अनि वहाँबाट अनि कहिले के हुन्छ अनि पक्रापुर्जी जारी भएपछि मात्रै गर्नु भन्छ। हेर्नु है, हामी पीडित ती माथि त्यो 2 लाख त मलाई रोएर ढोगेर मलाई हामी निम्न वर्गको मान्छेले रोएर ढोगेर ऋणपान गरेर खोजेर ल्याएर बुझाएको हो हैन। अब यिनीहरु प्रशासन छ यिनीहरु छ भनेर हैन, प्रशासन इलाका यिनीहरु छ। अब पुलिसहरूले हेर्नुहुन्छ होला हैन, यस्तो कुरामा त अब यसो ध्यान जान्छ होला भन्ने लागेको थियो। नहुने रहेछ। 2 वर्ष भइसक्यो। अनि ल ठिक छ भनेर पछाडि फेरि यहाँनिर वैदेशिक सङ्घकोमा हाल्यो। यो हाम्रो यो चाहिँ इटरीको है, इटरीको एउटा जिआर भन्ने एउटा मेन पावर छ हैन। त्यो मेन पावरबाट है त कवित चौधरी भन्ने एउटा मान्छे छ है, त्यो जिआर मेन पावरको सञ्चालक। अनि त्यता पनि भएन, त्यता अनि वैदेशिक सङ्घमा हालेको त्यताबाट नि भएन। अब भन्छ उनीहरूले वहीँ गएर हाल भन्छ हैन। वहाँ जाने खर्च हेर्नु हामीसँग पुग्दैन। हेर्नु है, वहाँ गएर हाल अनि फेरि हालेर कहिले बोलाउँछ। अब म तेर्सुमको मान्छे हेर्नु हैन, वहाँ गएर हाल भन्छ के भन्छ, अनि वहाँ फेरि कहिले बोलाउँछ। हामी त्यो गइराख्न सकिँदैन पनि हैन, पैसा पनि हुँदैन हामीसँग। हेर्नु है, अनि एउटा चेक दिएको छ हेर्नु, चेक बाउन्स गर्नु भन्छ हैन। चेक बाउन्स गर्न पनि कहाँ सजिलो रहेछ र हेर्नु न। अब चेक बाउन्स गरौँ 45 दिन भन्छ हैन। 45 दिन भयो, 45 दिनपछि फेरि त्यहाँ पनि खर्चै लाग्दो रहेछ। हेर्नु 2260 कति लाग्दो रहेछ रे भनौँ न हैन। त्यो पैसा पनि छैन। हेर्नु है, त्यो चेक बाउन्स गरेर नि पैसा आउँछ जस्तो चाहिँ मलाई लागेन। हेर्नु है, लाग्दै लागेन। अनि यो अब 2260 कहाँबाट ल्याउनु? अगाडि त्यहाँ निवेदन लेखाउँदा हत्तु यता कुद्दा उता हत्तु हैन छैन। अब अहिले हेर्नुहुन्छ भने तपाईँले अब यहाँनिर आएर कतै मान्छे देखिहालिन्छ कि भन्ने आशाले यसो तेर्सुमबाट तल झर्छु इटरी हैन। सफारी भाडा यताउति हिँड्ने पैसा पनि हुँदैन हेर्नु गोजीमा। 2260 भन्दैछ ब्याङ्कले हैन। 45 दिन मेरो कटिसक्यो, कटेर नि धेरै भइसकिसक्यो। पैसै नभएर ब्याङ्क गएको छुइनँ साँच्ची भन्नु पर्दाखेरि। यो कुरा चाहिँ हैन प्रशासनले हेर्नु पर्छ कि पर्दैन। एउटा ठगीको मुद्दा हेर्छ कि हेर्दैन ल
कसैलाई केही थाहा छ भने मलाई सल्लाह सुझावहरू दिनुहोस् कसरी के भनेर होइन। न त यस्तो दलालहरूले त चोरी खाने भाँडो त साह्रै राम्रो पो बनाएको रहेछ त। अनि ठगिदियो चल्दियो। आउँछ अब भेटिहाल्यो भने नि जेल हाल्छ होइन। कति जेल हाल्छ पछि धरौटीमा छुट्टी त हाल्छ। अब करोडौँ ठगिरहेको छ कि त अनि होइन। यो सिस्टम चाहिँ बदल्नु पर्यो। जति ठगेको छ जति जे गरेको छ नि पीडकले त्यसको हर्जना ब्याजसहित पाउनु पर्यो क्या साँच्ची भन्नुपर्दा चाहिँ। अब वैदेशिक रोजगारमा गएर हाल भन्छ होइन। अब कहिले न मैले उहाँ जानुपर्छ। अब हेर्नु यता पूर्वको छेउको मान्छे उहाँ पश्चिम पुग्नुपर्छ होइन। पश्चिम उहाँ जानुपर्छ काठमाडौँ। अब हेर्नु न गएर हाल बस खा होइन। त्यत्तिकै अब काठमाडौँ जाने त्यत्तिकै गएर बसेर उ गर्ने कुरो पनि हुँदैन। अनि त्यसपछि ती बसिराख्न पनि सकिँदैन। हेर्नु भ्याउँदैन नि त होइन। बसिराख्न पनि सकिँदैन। अनि त्यसपछि फेरि फर्किनै पर्यो आफ्नो घर। फेरि कहिले बोलाउँछ फेरि जानु पर्यो। एकतालीमा हुँदैन अरे भन्ने सुनेको छु नि त होइन। आफूले गरेको छैन तर पनि फस्नेहरू जो चाहिँ अब काबु भएर वाक्क भएर छोडेकोहरूले मलाई भन्छन् होइन। 2-3 ताल कति ताल बोलाउँछ अरे त्यो धाइराख्नु सकिँदैन। हेर्नु न होइन। त्यो मान्छे धेरै टाढाको नि होइन यहीँकै हो होइन। इटरीकै हो होइन। इटरीकै मान्छेलाई अब इटरीमै ठगेर कतै लुकिरहेको छ कि भागेको छ त्यो थाहा छैन। तर अब यताउता सुन्दा चाहिँ यतै कता लुकिरहेको छ इटलीतिरै भन्ने सुनिन्छ। प्रशासनले समातेर ल्याउनु पर्ने होइन। छानबिन गर्नुपर्ने होइन। त्यत्रो मान्छेहरूले निवेदन हालिसकेपछि त चेक बाउन्स त कति 1-2 जनाको 3-4 जनाले चेक बाउन्स पनि गर्यो भन्ने सुनिरहेको थिएँ। चेक बाउन्स पनि भइसक्यो अरे खै त समातेको। कसरी विश्वास गर्ने। अब विश्वास त गर्ने ठाउँै छैन नि। न अहिले फोन उठाउँछ न केही गर्छ होइन। प्रशासनले चाहिँ समात्नु पर्ने हो होइन। ल यति सुझाव चाहिँ मलाई दिनुहोस् न।